हेलो गाइज, वेलकम टु माई न्यू ब्लग। आज मसँग मेरो जीवित गड दाइ हुनुहुन्छ होइन। हामी टक्क भर्ना गर्न धेरै खाइसके केटाहरूले हस्पिटलमा भर्ना हुन होइन, धेरै मारसार खाइसक्यो होइन। अब के गर्ने, यस्तै हो साथी। नम्बरमा हो पेसेन्ट, कति नम्बरमा हो दाइ? कति नम्बरमा त्यो थाहा छैन, अब गएर थाहा हुन्छ। भिडियो सुट गर्न हो हामी पेसेन्ट भएर। पेसेन्ट होइन, पेसेन्टको कति लाग्ने हो पैसा त्यो त थाहा भएन। गोमा पेसेन्ट पनि टाक खुलेका हुँदा के कहाँ हाललाई है नाले बनाइदिएन त्यहाँ छोटो भाइले त्यो बरु पनि क्यामेरा ल ल गाइज होइन, क्यामराम्यान हाम्रा यिनी करण बराल, भ्यानका लौडाहरू। ल सुटिङ पनि भइरहेछ होइन। ल हाम्रो जिबुत गर्दै टक्क जिबुत गर्दैको हातमा अब थाहै होला सबलाई। काम त यहाँ कपडा सपडा चेन्ज भइरहेछ। दाइको लुक कस्तो छ, डेन्जर। केटामा पनि छाड्दैन भने केटाहरू, केटामा पनि छाड्दैन केटाहरू। फोटा हानिदिउँ त दाइ, दाइ दुइटै जिउ दाइ फोटा हानिदिउँ त। त्यो गरमले फोटो हान्नु मेरो थाम्दा यति हेर्ने हान्दा फोटा हानिदियो तँ बनाउने त्यो सर बनाहाल्यो, त्यसपछि फोटो हान्नुले ल। राम्रो आइरहेछ कि हामी खेडाहरू फेरि यस्तै ग्रुपमा टक्क भिडियो बनाउन चलिदिन्छु कि। दाइको चाहिँ टिकटकमा 2 मिलियन छ होइन, जिबुत गड। भाइ भन्दैन त केही यस्तो के भनौँ होइन, यस्तै भिडियो बनाउन आयो हो। त्यही हो। ल भिडियो हालिदिएको छु। भिडियो यसरी सुट हुन्छ अनि भिडियोमा चाहिँ खतरा भएर हुन्छ भिडियो, डेन्जर। त्यस्तो भन्नु भएन भाइ, खतरा हो। यहाँनिर भयो यहाँनिर हान्न, यताबाट सिधै हिँड्नु, यो रोड सिधै हिँड्दै अगाडि त्यही घर आइज। गो देखो दारू पी के आया है बहन का लोड़ा। 3 वीडियो बनाए, भोसड़ी के बना दे बहन के लंड, अभी तेरी मार जोत दूंगा। ल गाइज कप्स आएर हाम्रो अटो भागिरहेछ होइन, भागिसक्यो हामी सब। चाहिँ हाम्रो 1000 रुपियाँ पनि लाग्न सक्छ, त्यही भएर डरले चाहिँ केटाहरूको भागिसक्यो। 5 किलो भइसक्यो, किलो भइसक्यो पानी। त्यही भएर अब गइदिएर हामीहरू वाला चाहिँ फेरि फुल कन्फिडेन्समा हो, कोही केही बोल्न सक्दैन। भागिसक्यो अटो अब। देशमा पुगिसक्यो, यहाँ भइरहेको थियो। अब त्यही हो, नास्ता पानी गर्नु, चिसो चिसो बियर हान्नु भनेर त्यही काम छैन, त्यही काम पारामा बसिरहेको गरी त्यहाँ नहेर। तेरी बहन के लंड इधर आ, बहन के लंड चूती है, कहाँ जा रहा है तू? ये कहाँ होती है? आइज बाबु भन्, बेबी आइज भन्न, बेबी आइज भन्न। कहाँ हो यहाँदेखि जाउँ? पहिले पनि यस्तै हुन्छ। भन् तेरो बनाएको घर जान्छ, घर त जाने मान्नु। ए छोड भाइ, क्या यसलाई अटो दिनु, हामी यहीँ बस्ला नि त अत्तरिया। यहाँदेखि जान्दै भने एउटा माम कहाँ अहिले फ्युचरमा, अहिले त यस्तै हो। फ्युचरमा चाहिँ यही अटोलाई अभिषेक भाइ, अभिषेक द गडको यहाँ प्लेन का पॉकेट लाउने हो। हमको पता है कि ये मोडिफाई है, उसको थोड़ी ना पता है। अटोलाई चाहिँ अब कार बनाउने बनायो हाम्रो होइन, कार होइन प्लेन बनाउने बनायो। उडाउने प्लेन माथि, उडाउने हो माथि आकाशमा। ओए भ्यान के उतारेंगे हम।